हेलो सबैजनालाई वान पिसको एउटा खतरा न्युज आएको रहेछ होइन। म वान पिसको धेरै भिडियोहरू त बनाउँदैन किनकि धेरैजनाले बनाइरहेको हुन्छ। तर यो न्युज चाहिँ मलाई खतरा लाग्यो किनकि मलाई नि मनपर्ने एक्टर चाहिँ एउटा जुन मिगेल डियाज भन्ने कोब्रा काईको यो एक्टर जुन थियो मिगेल डियाज मेन एक्टर। अनि यसले ब्लू बिटल भन्ने मुभी पनि खेलेको छ, लास्ट दामी छ। मार्बलको स्पाइडरम्यान भने जस्तै डिसीको पनि एउटा ब्लू बिटल भन्ने मुभी त्यत्तिकै बनाउन खोजिरहेको थियो। खासै हिट त भएन बक्स अफिसमा, तर मुभी हेर्दाखेरि राम्रै छ। स्टोरी यताउति सबै राम्रै छ। तपाईँलाई यदि मन लाग्यो भने चाहिँ त्यो ब्लू बिटल भन्ने हेर्दा हुन्छ। यहाँ म राखिदिन्छु त्यसको टाइटल यताउति पनि। अब मेन कुरा गर्दाखेरि चाहिँ वान पिसको न्युज चाहिँ के हो भन्दाखेरि यही एक्टर जुन थियो मिगेल डियाज, अथवा यसको नाम चाहिँ जोलो मारिदुआना भन्ने हो क्या, यस्तै हो यसको नाम। यो चाहिँ लुफीको दाई पोर्तुगस दि एस बनेर लाइभ एक्सन सिरिजमा अब यो आउँछ भनेर भनेको छ। यसको न्युज भर्खरै म पनि हेर्दै थिएँ। यहाँ मैले एउटा त्यो क्लिप राखिदिन्छु। लुफीको कल आएको छ अनि उसले त्यसलाई बोलाइरहेछ अनि हि सेज यो आउँछ, उसले चिची भनेर भनिरहेछ। लास्टै मजा आउनेवाला छ सबैजनालाई होइन। यो न्युजहरू कति धेरै एनिमे फ्यानहरूलाई खुसी लाग्यो होला, कति धेरै मान्छेहरू खुसी भयो होलान्। अहिले सोसियल मिडियाभरि वान पिसको न्युजमा यो त फैलिसकेको छ, अहिले एकदमै चर्चामा छ किनकि त्यो एक्टर सबैलाई मनपर्ने एक्टर पनि हो। अनि यत्तिकै एनिमेको अपडेटहरू र यत्तिकै एनिमेको न्युजहरू सुनिराख्नुहुन्छ, यति खुसी हुनु मन छ भने चाहिँ सिनेमा सेन्सरलाई फलो पनि गरिहाल्नु होला। थ्याङ्क यू।